ढुङ बनाउने बस्ने काम थियो। नमस्कार, कार्यक्रम जलजला बहसमा तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रमसँगै उपस्थित भएको छु म वीरेन्द्र गिरी। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईले यो कार्यक्रम यही समयमा प्रत्येक दिन सुन्न सक्नुहुन्छ भने तपाईले हामीलाई रेडियो जलजला 96.4 मेगाहर्ज बाट भिडियो लाइभ प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम प्रसारण भइसकेपछि प्रोग्राम लोकसारथी नामक युट्युब च्यानलमा तपाईले त्यहाँबाट आफूले चाहेको समयमा सुन्न सक्नुहुन्छ। कार्यक्रम जलजला बहसमा हामी समसामयिक विषयवस्तुमा केन्द्रित रहन्छौं र सम्बन्धित अतिथिसँग हामी कुराकानी गर्छौं। हालसालै एउटा महोत्सव लिबाङबाट सम्पन्न भएको थियो, तपाईहरुलाई अवगत नै छ होला। फागुन 20 गतेदेखि 29 गतेसम्म भनिएको मेला एक दिन थप गरेर चैत्र 1 गतेसम्म स्थापना भएको थियो, अर्थात् सञ्चालन भएको थियो। समग्रमा यो महोत्सव कस्तो रह्यो त? लिबाङमा कतिको फाइदा भयो, कतिको नाफा भयो, कतिको के भयो, महोत्सवको स्टल व्यवस्थापन कसरी भयो लगायतका विभिन्न कुराहरू आजको कार्यक्रममा समावेश रहनेछ। आज विशेष गरी यो मेलालाई साना तथा घरेलु उद्योग महासंघ रोल्पाको आयोजनामा यो मेला लगाइएको थियो र आज हामीसँग हुनुहुन्छ सोही महासंघका वरिष्ठ उपाध्यक्ष मनबहादुर नेपाली। उहाँसँग हामी कुराकानी गर्छौं। सरलाई स्वागत छ। धन्यवाद। आज भोलि के छ, केमा व्यस्त हुनुहुन्छ तपाईँ? अब खासमा त अब भर्खर मेरा 2 दिन मात्रै भयो सक्यो। ती सरसफाइ गर्नेदेखि लिएर अब सामान पठाउने फिर्ता आइन्छ त्यसैतिरै छौँ। के छ समग्रमा मेला कस्तो रह्यो जस्तो लाग्छ तपाईँलाई? खासमा मेला सोचेभन्दा धेरै भयो, राम्रो भयो भन्ने लाग्छ हामीले त। सोचेको भन्दा धेरै राम्रो भयो। हजुर। तपाईहरुको अनुमान मात्रै हो कि सबैले त्यही भनिरहनु भएको छ? हैन, हाम्रो अनुमान। तपाईको अनुमान मात्रै? लगभग मेलाबाट कति जति आम्दानी, कति जति फाइदा भयो, के छ? सर यस्तो छ, मेला त अब लगभग 3 दिन त मान्छे नै आएन हैन। सुरुको दिन भयो अनि 2 दिन, त्यसपछि अब तेस्रो दिनदेखि अलिकति मेलाको चलबल बढ्यो। अब त्यो सामानहरू त्यसै उठाउन बाँकी छ, उठाएर सामानहरू पठाउने ठाउँमा पुऱ्याउँदासम्म कति खर्च हुन्छ, त्यसपछि बल्ल हाम्रो हिसाब किताबको कुरा हुन्छ सर, कति प्लस भयो अथवा माइनस भयो भन्ने कुरा। भनेपछि अझै सामानहरू पठाउनै बाँकी छ। हजुर। यो मेला लगाइराख्दाखेरि तपाईहरुले चुनौती कतिको सामना गर्नु पर्यो? अरे चुनौतीको कुरै नगरौँ सर। हजुर। के कुराहरुमा कहाँ कसले के भन्नुभयो? अनि यस्तो हुन्छ, यहाँ के हुन्छ भने जुन बुढा पाकाले भन्छन् यो खोलामा हो नि सानो माछाले ठुलो माछाले खान्छ अरे क्या हैन, त्यसको आहार पनि त्यही बनाउँछ अरे। त्यस्तै यहाँ हामीलाई ठुल्ठुला एनजिओहरू संस्थाहरू छन् हैन, यिनीहरूले किन भने त भनेर त्यसरी आक्रमण गर्दै छन् क्या। कहिले कुनै माध्यमबाट, कहिले कुनै माध्यमबाट, यस्तो माध्यम त कति आयो कति सर, कसरी झेल्याछन् भन्ने कुरो त्यो हामीलाई थाहा छ। अब त्यो ठुलो माछाले सानो माछालाई खान्छन् जुन भन्नुभयो, त्यो ठुल्ठुला एनजिओहरूले कसरी तपाईहरुलाई यो अलिकति दबाब सिर्जना गर्नुभयो? कसरी दबाब सिर्जना भयो? यस्तो भयो, अब के भयो भने उहाँहरूले के छ भने अब हामी मात्रै यहाँको, हामीले मात्रै गर्नु पाउनुपर्छ भन्ने उहाँहरू घमण्ड छ हैन। ती चिजलाई फेरि हैन, हामीले पनि गर्न पाउनुपर्छ, हामी पनि यही जिल्लावासी हो, अथवा हाम्रो पनि यही सङ्घ संस्था छ हैन, हाम्रो पनि एउटा छुट्टै पहिचान छ। जस्तो कि व्यापारको कुरा गर्नुहुन्छ भने व्यापारमा तपाईँले 1 करोडको तपाईँले व्यापार पसल खोल्नुभयो, फेन्सी पसल खोल्नुभयो भने त्योमा सीमित बढीमा 2 जना मान्छे होला त्यो व्यवसाय गर्नलाई हैन, न त पनि ती घर परिवारले मात्रै त्यो काम गरेर हुन्छ। तर हाम्रोमा उद्योगमा के हुन्छ भन्नुहुन्छ भने हामीले कच्चा माल ल्याएर वस्तु तयार गर्ने हो। त्यो ठाउँमा के हुन्छ भन्नुहुन्छ भने हाम्रो
थोरै लगानी भयो भने हाम्रोमा के हुन्छ भने मान्छे धेरै परेको छौँ हामीले, जनशक्ति हामी कहाँ धेरै हुन्छ होइन। तर उहाँहरूले त्यो बुझ्नु कि हामीले यत्र ठुल्ठुला पुँजीवाला हामीले भने मात्रै हुनुपर्छ, हामीले यसरी गरिरहेको हामीले नै गर्नु पाउनुपर्छ भन्ने कुरा उहाँहरूको। हामीले फेरि होइन अब अरे पुँजी पो तपाईँको धेरै होला तर जनशक्ति हामीसँग धेरै छ नि भन्ने हिसाबले त्यसैमा अलिक विवाद हुन्छ। विशेष गरी यो विवाद चाहिँ कसले उद्योग वाणिज्य सङ्घले गरेको हो? उद्योग सङ्घले हो, अब अरू पनि छ त्यस्तै। भनेपछि यो वर्ष उद्योग वाणिज्य सङ्घले मेला लगाउन नपाएको चोकमा तपाईँहरूलाई किन मेला लगाउनु भयो भन्दा दबाब त्यस्तो माथि के अरे माथि सिरो साहब कहाँ पनि त्यो जिल्ला प्रशासन कार्यालयसम्म पनि पुग्यो यो कुरा। त्यो सिरो साहबले फेरि राखेर अब सम्झौता गरिदिनु भयो, यसपालि हामी महासङ्घ ल्याउने, अर्को पालि उद्योग महासङ्घ ल्याउने। भनेपछि त्यसै सम्झौता भएर बल्ल बल्ल मेला लगाउन पाउनु भयो। हजुर हजुर। मेलाको स्टल व्यवस्थापनदेखि सबै तपाईँहरूले गर्नुभयो होइन? हजुर। तपाईँहरूको पहलमा भयो र के छ कतिको यो अलिकति यसमा कतिको त्यहाँ बाहिरबाट व्यापारीहरू मगाउनको लागि कतिको चुनौती भयो, कतिको सहज भयो, यसको बारेमा रेडियो सुन्दै गर्नुभएका श्रोताहरूलाई जानकारी गराइदिनुहोस् न। यस्तो सर, अब हाम्रो खास उद्देश्य के भने हाम्रो यहाँका उत्पादन गरेका वस्तुहरू होइन, उत्पादनका वस्तुहरू प्रदर्शन गर्ने अनि फेरि उत्पादन गरेका वस्तुहरूलाई कसरी बजारीकरण गर्ने हो त भनेर तलका ठुला व्यापारीहरू पनि आउने र हाम्रो यहाँका साना व्यापारीहरूलाई त्योलाई कनेक्सन गराउने हाम्रो खास मुख्य उद्देश्य हो। अनि त्यसमा फेरि के पनि हुने भयो भने अब त्यो त हामीले सम्पर्क गर्नु नै पर्यो व्यापारीहरूलाई, कहाँ छन् के छन् खोज तलास गरेर अब यहाँ जे पनि यहाँसम्म पुरै स्थल भरिपूर्ण भयो। दुःख चुनौती छन् अब काम गर्दाखेरि, हामीले राम्रै गर्छौँ भने पनि कहीँ नजानेर पनि नराम्रो भाव हुन सक्ने रहेछ भन्ने कुरा अनुभव भएको छ अहिले। हजुर। अब यो स्टल को व्यवस्थापन गर्दै गर्दाखेरि अन्तिममा जब मेला सकियो, मेला सकिने बेलामा व्यापारीहरूको धारणा, व्यापारीहरूको तपाईँ प्रतिको भनौँ न जिज्ञासाहरू अथवा प्रतिक्रियाहरू के आयो? यस्तो सर, अब खासमा भन्यो भने व्यापारी र ठेगारहरूले कहिले फाइदा भयो त भन्ने सुन्नु भएको छैन होला हजुरले पनि होइन सर? त्यस कारणले त्यो हिसाबले अब असम्झी यस्तो भयो त भन्छ नि। तर अब सदरमा देखेर अब स्थल सुरु भयो, व्यापार सुरु भएदेखि अब स्थल भरिभरै भएदेखि पनि 9-10 ट्रक सामान आए होइन। अब तिनी त सकिए, कोहीको अलिअलि त बच्या होला त्यो अलग कुरा, नत्र गाउँबाट पनि मान्छेले अटो भारी लगेर गएकै छन् होइन। त्यो अब बजार गाउँलेले के फाइदा भयो हुन्छ नि, बजारमा 50 रुपियाँ पर्ने सामान त्यहाँ मेलामा आइसकेपछि 20 रुपियाँ पर्ने हो। अनि 1 रुपियाँ 100 रुपियाँ टिकट काटेर 21 रुपियाँ पर्ने हो भनेपछि त कति भयो भनेपछि 19 रुपियाँ त उनले पनि फाइदा भयो, 29 रुपियाँ होइन सर? त्यो हिसाबले गर्दाखेरि गाउँ जनताले पनि सुपटी मूल्यमा सामान पाउने। तर फेरि के हो भने अब पुरै सामान एउटै छानामुनि बजारमा त अन्त एउटा पसलमा कपडा एक ठाउँ, भाँडाकुँडा एक ठाउँ, फेन्सी पसल एक ठाउँ हुन्छ नि। यो त के भन्छ एउटै छानामुनि 150वटा व्यापार एकै छानामुनि सबै सामान किन्ने व्यवस्था गरेको हुनाले सदरमा गाउँले जनता लग्यो भने फाइदा भयो भन्ने हाम्रो अनुमान छ। भनेपछि तर विगतका तुलनामा अहिले त्यति सुपथ मूल्यमा सामान पाइएन। विगतमा त एकदमै मिलाएर पाइन्थ्यो, आजभोलि यो अहिलेको मेलामा त्यस्तो भएन भन्ने गुनासोहरू पनि आउँछ नि होइन। अब यस्तो भयो, अब जमाना हेरेर पनि दिन प्रतिदिन महँगोको जमाना हो होइन। अब त्यो त्यहाँ सामान सस्तो पायो कि महँगो पायो भन्नु भन्यो भने बजारमा कति पर्छ र त्यो ठाउँमा कति पर्यो भन्ने मूल्याङ्कन गरे भए अझ राम्रो हुन्थ्यो होइन। किनभने अब 500को 2टा टी सर्ट सम्म पनि पाइएछ, अनि ट्राउजर किन्ने भने 500को 2 पिस ट्राउजर त्यो पनि थियो छ मेरा। अब हामीले पनि किने खाऊँ होइन सर? त्यस कारणले यो जस्तो कि पोहोर किन्नु भन्दा अलिकति महँगो पऱ्यो होला, अलग कुरा भयो। तर के भयो भने बजारको हिसाबमा जस्तै हाम्रो बजारमा कति पर्छ त र त्यहाँभित्र कति पऱ्यो भन्ने कुराको मूल्याङ्कन गरे अझै राम्रो हुन्थ्यो। भनेपछि तपाईँहरूको हिसाबमा जो स्टलहरूदेखि लिएर सबै कुरा राम्रै भयो। तर स्टलमा भित्रका यो उत्पादित वस्तुहरूको स्टल 1-2वटा मात्रै देखियो, अरू सबै बाहिरबाट ल्याएको देखियो होइन। यो तपाईँहरूले भनौँ न बोलाउन नचाहेर हो कि अथवा उहाँहरूले आफ्नो स्टल राख्न नचाहेर हो कि अथवा खास के हो?
यस्तो भयो सर। अब हामी के भयो भने अब अहिले त यो संहिताले गर्दाखेरि प्रत्येक पालिकाहरूमा उहाँ सिंहदरबार त्यही छ। अब हामी प्रत्येक पालिकामा पुगेर ल तपाईँहरूको यही एउटा स्थल रहने छ, तपाईँहरूको गाउँठाउँमा तपाईँहरूको पालिकामा जे उत्पादन हुन्छ त्यो वस्तु पुर्याइनु पर्ने भयो। अनि हामीले प्रदर्शनी पनि राखेका छौँ, पुरस्कारको व्यवस्था पनि हुन्छ भन्ने कुराले प्रत्येक गाउँपालिकामा सम्पर्क गरेकै छौँ हामीले। अब त्यो अब उहाँहरू अब सिंहदरबारले वास्ता गर्नु भएन भने हाम्रो पनि केही लाग्ने कुरो भएन। त्यही पनि त्यसैमा पनि हाम्रा छेउछाउका नजिकका उद्योगहरू हाम्रो कहाँ कतिवटा आयो भने 20-21वटा उद्योगहरू स्थानीय उद्योगहरू आयो सर। 21वटा के उद्योगहरू आए तपाईँले जानकारी? अब हाम्रोमा के आयो भने पनि एउटा कोसेली घर होइन, लिमाङ कोसेली घर, सृजनशील कोसेली घर, सौगाट कोसेली घर भन्ने 3वटा कोसेली घरका सामानहरू जस्तो कि बजार रोल्पा जिल्लामा उत्पादन हुने वस्तुहरू उहाँले बेच्नुहुन्छ स्थानीय लोकल। त्यसपछि एउटा गुरुङगाउँ सामुदायिक होमस्टे, सामुदायिक होमस्टेमा अब जस्तो कि लिमाङमा आएपछि रोल्पामा आइसकेपछि सामुदायिक होममा गुरुङगाउँ त गुरुङगाउँ भन्छन्, के छ त्यहाँ के पाइन्छ त भनेर त्यसको पहिचान गर्नलाई एउटा यो प्रवर्धनको लागि होइन, पर्यटन पुर्याउनको लागि हामीले एउटा नमुना थियो एउटा गुरुङगाउँ सामुदायिक होमस्टे। त्यसपछि एउटा रोल्पा कलागिरी भन्ने अब जस्तो उहाँहरूले चित्रहरू निर्माण गर्नुहुन्छ। जस्तो कि तपाईँको फोटो उहाँ स्केच गर्नु, तपाईँको फोटो खिच्नुभयो भने तपाईँको एउटा स्केच गरेर उहाँहरूले के गर्नुहुन्छ वस्तु फोटो तयार गर्नुहुन्छ होइन। अब त्यसको सहयोग हुनुहुन्थ्यो हाम्रो रामचन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, उहाँहरू नै आउनुभएको थियो। त्यसपछि अब चिनारी महिला सहयोगदारी समूह भनेर दाङबाट आउनुभएको थियो, प्रेम कुमारी पुन दिदी हुनुहुन्छ, उहाँहरूले पनि पुरै अल्लोकै सामान स्थानीय सामान मात्रै बेच्नुहुन्छ। त्यसै गरी अब रोल्पा क्राफ्ट उद्योग, वुडक्राफ्ट उद्योग भन्छ, त्यो ठेकीहरू बनाउने सुलचौरमा छ त्यो होइन, त्यो ठेकीहरू बनाउने काठ काटेर लिने, गिठाको काठ भन्छ अनि त्यसलाई, अनि त्यो ल्याउने त्यसो उहाँहरूले उत्पादन गर्नुहुन्छ लिएर यहाँ बेच्नुभयो। अनि त्यसपछि एउटा गाउँबेसी अल्लो झोला तथा सल उद्योग भन्ने उहाँहरूले पनि उहाँहरूको स्थानीय जे तयार गर्नुभएको छ त्यो सामान लिएर राख्नुभयो होइन। त्यसपछि आरएनसी टेलरिङ एन्ड दल हाउसबाट पनि उहाँहरूले सिलाएको वस्तु सिलाइको तर्फबाट, त्यसपछि दलका बच्चाको खेलनाहरू ल्याउनु भएको थियो। त्यसपछि सङ्गीत स्टिल दराज उद्योग गीता राणा भएको छ, उहाँहरूले स्टिल सम्बन्धीको काम गर्नुहुन्छ। त्यसपछि एसियन बेकरी अथवा चाउमिन उद्योग, उहाँहरूले पनि यहाँ बजारमा पाउडीहरू भए, चाउमिनहरू भए होइन, जे सामान केकहरू भए सबै सामान बेच्ने गर्नुहुन्छ उहाँहरूले, त्यो उहाँहरूको पनि उत्पादन थियो। त्यसपछि पारिजात आमा समूह, पारिजात आमा समूह भनेको उहाँहरूले के गर्नुहुन्छ भने बच्चाहरूले खाने पाउडर होइन, के लिटो भन्छ अरे सर्वोत्तम पिठो बनाउनु तयार गर्नुहुन्छ, उहाँहरू नै आउनुभएको थियो होइन। एउटा यो जेन्ट्सको आइटमबाट न्यू रोल्पाली मन्तेलबाट जेन्ट्सका कपडाहरू के बन्छ त त्यहाँ के सामान पाउँछ भन्ने कुरा त्यो उहाँहरूका पञ्चबाजाको सेट पनि पाउँछ त्यहीँ होइन। अनि त्यसपछि एउटा सफल पेपर हाउस भनेर एउटा दाङबाट आउनुभएको थियो, हाम्रो घरेलु महासङ्घको उहाँ पनि त्यो ठाउँको नगरको अध्यक्ष हुनुहुनेछ, काबी लिएर आउनुभएको थियो। अनि शुभेच्छा सुलभ ब्युटी पार्लर भन्ने उहाँहरूले ब्युटी पार्लर सम्बन्धीको सामान लिएर आउनुभएको थियो। अनि त्रिवेणी रोल्पाली धागा तथा कपडा उद्योग भनेर त्रिवेणी गाउँपालिकामा छ, तिलामा छ, उहाँहरूले पनि त्यो उहाँहरूले बनाएका सामानहरू लिएर आउनुभएको थियो। अनि एउटा बङ्गाली छाला जुत्ता उद्योग भन्ने छ, उहाँहरूले यहीँ रोल्पामा उत्पादन गर्ने मेटेरियल सामान ल्याउने, त्यसपछि यहाँ तयार गरेका छाला जुत्ताका झोलाहरू छाला जुत्ताका छालाहरू बन्ने वस्तुहरू होइन, झोला अथवा जुत्ता त्यो उहाँहरूले त्यो ल्याउनु भएको थियो। अनि एउटा सेट ढुङ्गा लुम्बिनी गाउँपालिकामा छ, त्यो सेट ढुङ्गा जुन ढुङ्गाले काटेर उहाँहरूले जुन अहिले घरमा बनाउने चलन छ, पहिला पाल पाउडर ल्याउने हुन्थ्यो, पहिला पोखराको ढुङ्गा भन्ने हुन्थ्यो होइन। यो हाम्रो के छ रोल्पामा पनि छ है भन्ने कुरा उहाँले देखाउनु भयो होइन। अनि एउटा ब्रह्मा कुमारी विश्वविद्यालयले उहाँहरूले के चिन्तन सम्बन्धी होइन उहाँहरूले लिनुभएको थियो। नेपाली टेलिकमले पनि धन्यवाद दिनुपर्छ। नेपाली टेलिकमले नै अहिलेसम्म हाम्रो मेलाभरि फ्रीमा सिमहरू बाँड्नुभयो
होइन। अनि जिल्ला स्वास्थ्य कार्यालयले पनि के गर्नुभयो भने विभिन्न किसिमका चेकअपहरू निःशुल्क गर्नुभयो। अनि अनुमोल डेन्टलले पनि के गर्नुभयो भने हाम्रो विभिन्न किसिमका दाँतका समस्याका भाकाहरूले उहाँहरूले निःशुल्क गर्नुभयो। यो यति हाम्रो 22-23वटा हाम्रो स्थलहरू फ्री, उहाँहरूले सबै स्थलहरू फ्रीमा व्यवस्था गरेका थियौँ। अब स्टेजतिर जाउँ होइन। स्टेजमा भनौँ न 100 को टिकट काटेर दर्शकहरू आउनुभयो र जति हामीले चाहेका थियौँ त्यति रमाइलो भएन भन्ने खालका प्रतिक्रियाहरू आएका छन्। हजुर, त्यो जति दर्शकले चाहनु भएको थियो, जति तपाईँहरूले ब्यानरमा भनौँ न रमाइलो गराउँछौँ भन, प्रस्तुति गराउँछौँ भन भन्नुभएको थियो होइन, ब्यानरमा त्यसरी पोस्टरमा देखाउनु भएको थियो, त्यो अनुसारको तपाईँहरूले रमाइलो गराउन सक्नु भएन, दर्शकहरूले मनोरञ्जन गराउन सक्नु भएन। यसको कारण चाहिँ के हो? यस्तो छ। अब खासमा भने केन्द्रीय कलाकार 2-3वटा प्रत्येक दिनमा झारेकै हो होइन सर, झारेकै हो। अनि अब खोइ त कोही कसैको यस्तो हुन्छ, कसैले मन पराउने, कसैले मन पराउने भन्ने हुन्छ होइन। नत्र भने कलाकार त राम्रै केन्द्रीय स्तरका कलाकारहरू आउनु भएको हो, फुल मनोरञ्जन भएको जस्तो लाग्छ हामीलाई। अनि स्थानीय कलाकारहरूले नै पुरा जोरदार रूपले एकदम मनोरञ्जन दिइरहनु भएको छ भन्नेलाई अनुमान छ हाम्रो त। तर तपाईँहरूले ब्यानरमा जुन कलाकार राख्नु भएको थियो, हजुर, जस्तै खुमन अधिकारी पनि राख्नु भएकै हो, राजु परियार पनि राख्नु भएकै हो, शान्तिश्री परियार पनि राख्नु भएकै हो, लगायतका श्याम राणा लगायतका कलाकारहरू ब्यानरमा राख्नुभयो होइन, देखाउनु भयो, ढाँच्नु पनि भयो। तर ती कलाकारहरूलाई तपाईँहरूले बोलाउनु भएन कि उहाँहरू आउन चाहनु भएन? सर यस्तो के भयो भने लगातार सुरुको दिन राधिका, हाम्रो फुपू हुनुहुन्छ राधिका आमा, उहाँ आउनुभयो। अनि दोस्रो दिन अहिले रामजी खान आउनुभयो होइन, तेस्रो दिन होइन। अब के भयो भने चौथो दिनमा हाम्रो शान्तारानी परिवारको पालो थियो। तर यहाँ के भयो भने चाहिँ यहाँ सबैको माग के भयो भने होइन, पल्सा लिनुपर्छ भन्ने भयो। अनि फेरि संजोग कस्तो परेको भने पल्सा हाम्रो यहाँ गुरुङ सामुदायिक होमस्टेमा सुटिङको लागि आउनु भएको रहेछ। अब उहाँको पालो, अरे उहाँको शनिबार सकिने, आइतबार उहाँको सुटिङ भएको काठमाडौँ दाङमा जिब्रा गेट अगाडि। त्यस कारणले शनिबार आउने कलाकार शान्तारानीलाई हामीले रोकेर के गर्यौँ भने अब सेड्युलमै पैसा छाडेर फेरि त्यहाँ नाम लिस्ट नभएको पल्सालाई हामीले के गर्यौँ, यहाँका अलिअलि साथीभाइहरूको माग अनुसार उहाँलाई यहाँ झारिसकेपछि के भयो भने सेड्युल अलिकति बिग्रिनु भयो होइन। सेड्युल बिग्रिन जाने बेला बोलाउनु त हामीले सबैले बोलाएको, तर सेड्युल बिग्रिन जाँदाखेरि के भयो भनेपछि कसै अब एक दिनको अर्को दिन गर्दाखेरि कसैले टाइम नमिलाउनु सक्नुभयो, कोतोली आउनु भएन, नत्र भने त लगभग आउनु भएकै छ। तर ब्यानरमै नराखिएको कलाकारलाई बोलाउनु भयो, ब्यानरमै राखेको कलाकारले त छुटाउनु भयो नि। हजुर, त्यो भयो हजुर। त्यो चाहिँ अब भनौँ न त्यो गर्दाखेरि सेड्युल अलिकति बिग्रियो होइन। शान्तारानी परियारलाई पनि त्यही दिन बोलाएर पल शाहलाई पनि त्यही दिन बोलाएको भए मेला अलि लम्बिन्थ्यो, तर दर्शकहरूले पाएको आफूले भनेको खुराक त पाउनुहुन्थ्यो फेरि। त्यो चाहिँ गर्न नसक्नुको कारण चाहिँ के हो? यस्तो भयो, शान्तारानी परियार पनि केन्द्रीय लेभलको हुनुहुन्छ। अब पल शाह पनि अब केन्द्रीय भनौँ न होइन सर, सुवर्णा अब नायक। अब पल शाह त एकैछिन आउनुभयो, त्यसपछि एकैछिनमा 10-15-20 मिनटको अन्तरालमा जानुभयो। यस्तो छ, 3जना हुनुहुन्छ त्यस दिन पल शाहमा दिन कलाकारहरू होइन। अब त्यस कारणले अब खर्च अलिकति धेरै हुने भएर अब तपाईँ भोलि आउनुहोस् त, भोलि पर्सि आउनुहोस् भन्ने कुरातिर हामी गयौँ। त्यो गर्दाखेरि के भनेपछि उहाँहरूको टाइम मिलेन अथवा रिसाउनु भयो, त्यसको लागि हामी क्षमा चाहन्छौँ। भनेपछि यहीँबाट तपाईँहरू उहाँहरूलाई क्षमा याचना गर्नुहुन्छ। हजुर हजुर। ल ठिक छ, शान्तारानी परियारको बेला पल शाह आउनुभयो, उहाँले बोलाउन सक्नु भएन। हजुर हजुर। श्याम राणा, खुमन अधिकारी, राजु परियारले चाहिँ किन बोलाउनु? सर यस्तो भयो, त्यो सेड्युल छोड्यो नि सर, सेड्युल छोडेपछि त्यो सबै बिग्रिहाल्ने छ कि त्यसले। हामीले उहाँले मात्रै खुटुक्क नगरे भए अरे बरु एकजना मात्रै हटेर अरू ल्याउनु पर्ने रहेछ। तर के भने हामीले एक दिनको लागि अर्को दिन भोलिपल्ट पर्सिपल्ट यसो गर्दाखेरि सबै सेड्युलै खराब भइगयो। त्यो कारणले गर्दाखेरि बोलाउन सक्नु। हजुर। दर्शकहरूले भनिरहनु भएको छ, हाम्रो चाहना अनुसार
जुन जुन कलाकार बोलाउनु पर्ने थियो त्यो कलाकारहरू आउनु भएन, अलिकति दुःख लागेको छ भन्नु होइन। हामी पनि त्यसमा अब दुःखै व्यक्त गर्न चाहन्छौँ। तर जे पनि दिनमा 3जना 4जना कलाकार त केन्द्रीय कलाकार स्थानीय कलाकार ल्याएर झर्न झरेकै हुन् होइन। तर के भने जुन हामीले जुन उहाँहरूलाई अब उहाँहरू पनि बिजी हुने रहेछ जस्तो लाग्यो मलाई पनि। किनभने आजको भोलिको पर्सि यसो गर्दाखेरि 3-4 गते हुने मान्छेको 5 गते, जस्तो कि 26 गते हुने मान्छेको 27 गते, 24 गते हुने मान्छेको 25 गते, यही त भयो भने हुन त हामीलाई त एकै दिन हो, सबैले नछुटाऊँ सबैले लिउँ भन्ने हो हाम्रो चाहना। तर के हुनुभयो भनेपछि उहाँहरू पनि अब बिजीको प्याग हुन्थ्यो होला सायद होइन, त्यस कारण अलिकति सेलमेल गएन। अब यो टोडी खेलमा सामान लगिसकेपछि विगतका दिनहरूमा यो अलिकति सरसफाइ नहुने जस्ताको त्यस्तै छोडिदिने प्रचलन थियो। आज यो अहिलेको अवस्थामा सामान सबै उठिसकेपछि सरसफाइको कार्य हुन्छ कि हुन्न? सर होइन, यस्तो सरसफाइ कार्य त हाम्रो आजै भइगयो होइन। जुन हाम्रो फोहोर थियो अहिले हेर्न जान सक्नुहुन्छ तपाईँले, आजै हामीले मान्छे लगाएर सब सफा गरिसक्यौँ। तर बाँकी के हो भनेपछि अब जुन निकाल्न बाँकी छ, जहाँ एउटा पिङहरूको अलिअलि निकाल्न बाँकी छ, टेन्टहरूको स्टलहरूको अलिकति खोल्दैछन्, त्यही मात्रै बाँकी छ। न त भने त्यो अब त्यो पनि 1-2 दिनभित्रै जान्छ, त्यसपछि त चौटा सफा भइहाल्छ। हामी त त्यो फोहोर चाहिँ तिनी बाहेक फोहोर चाहिँ सबै सफा भइसक्यो आजै। सम्मान गर्ने कुराहरूमा तपाईँले कस्ता कस्ता स्टलहरूलाई बढी प्राथमिकतामा राख्नुभयो, यसको बारेमा पनि जानकारी? अब यस्तो छ, हाम्रो त के छ भने खासमा जसले कच्चा माल ल्याएर वस्तु तयार गर्ने छ उहाँहरूलाई प्रोत्साहनको लागि भन्ने थियो होइन। अब त्यस्तै हो, त्यही खालेको पर्नु भयो। अब त्यसमा पनि हामीले के गर्यौँ भने सकेसम्म नजिकै भने टाढाकालाई गराएर दिउँ। अब त्यस्तो क्वालिटी त्यस्तो क्षमता यहाँको नजिकका मान्छेको पनि छ पढ्न गयो। तर के गरौँ भने उहाँहरूलाई अलिकति हाम्रो सपोर्ट हुन्छ, यहाँ टाढाबाट आउनु भएको छ, उहाँहरूको खर्च पनि छ होइन। त्यो उहाँहरूलाई अब त्यही अरू भने त्यही खानपिनमा अब त्यही खर्चमा अलिकति सहयोग होस् भन्ने हिसाबले त्यसो गरिन्छ। भनेपछि त्यही अनुसारको सम्मान गर्नु। हजुर हजुर। र्याली पनि बोलाउनु भयो, झाँकी पनि बोलाउनु भयो होइन। कतिको मौलिकतामूलक झाँकीहरू तपाईँहरूले पाउनुभयो? अब यस्तो छ, अब खासमा मौलिकता अब जस्तो कि अब हाम्रो पञ्चेबाजाहरू भन्नुहोस् होइन। यो लिम्बाङको पञ्चेबाजा अलिकति आधुनिक हो। हामीले पुरा ढलाङबाट पुरा प्योर पञ्चेबाजा गाउँको बाजा कस्तो हुने रहेछ त देखाऊँ भन्ने हिसाबले त्यहाँबाट आयौँ। अनि त्यसपछि विभिन्न किसिमका झाँकीहरू भए, आमा समूहहरूको छुट्टै पहिचान हुने भयो। त्यसपछि जस्तो कि हेर्नु मानिसहरूको भएपछि मानिसहरूको आमा समूहको छुट्टै हुने भयो होइन। यिनीहरू देखिँदाखेरि ओहो होइन, हाम्रो गाउँमा नि हाम्रो कल्चरहरू पनि हाम्रो जीवित छन् है। यो कुरा पनि यस्तो भइरहँदाखेरि यस्तो हाम्रो पुराना कुराहरू झल्किरहँदाखेरि जस्तो कि आमा समूहहरूले एकदम चोलीहरू लाउने, जस्तो कि दौरा सुरुवाल लाउने चलन छ नि त, पाइन्टे लाउने चलन छ नि। त्यसपछि चोलीहरू साडीहरू लाउँदाखेरि त्यसपछि अब केटा मान्छेले जस्तो कि सिलाइ गर्दै सङ्घको टोलीले गरेको थियो, अब दौरा सुरुवाल कोट लाएको थिए होइन। त्यसपछि लेडिजको टोलीले साडी बोलाउनु लाएको थियो। यिनी पुराना चिजहरू देख्दाखेरि के हुन्छ भने चाहिँ ओहो ल राम्रो भएको रहेछ है, यिनीका पनि जगेरमा भएको रहेछन् भन्ने सन्देश गर्छ। हजुर हजुर। तर छ नि उद्घोषकको सन्दर्भमा तपाईँहरूले यो केन्द्रीय कलाकारलाई बोलाउने बेलामा बाहिरबाट उद्घोषक मगाउनु भयो। रोल्पामा पनि होनहार उद्घोषकहरू थिए, तीलाई अलिकति प्राथमिकता दिनु भएन। लोकेन्द्र सेनलाई एक दिन मात्रै स्टेजको कार्यक्रम पूर्ण रूपमा चलाउन दिनुभयो भन्ने आरोप छ होइन। विशेष गरी रोल्पाली जनताहरूको त्यो आरोप छ। रोल्पाली पनि छन् उद्घोषण गर्न सक्ने, तर बाहिरबाट बोलाइयो। शान्तराज अनि आरजे राजकोटी, राशि, वर्षा लगायतका बाहिरबाट बोलाइयो। रोल्पालीलाई उद्घोषकको जिम्मेवारी पूर्ण तपाईँहरूले दिएन भन्ने खालको आरोप छ। यो किन भयो? अब यस्तो होला, त्यसमा के हो भने अब सेड्युलमा राख्दाखेरि 2 दिन कि 3 दिन परेको थियो लोकेन्द्र भाइको। अनि के पनि हुनुभयो भने उहाँको फेरि अलि उहाँ कर्मचारी पनि यातायातको, अब उहाँ त्यो चाहिँ अलिकति बिजी हुनुभयो जस्तो लाग्छ मलाई होइन। अन्यहरू पनि त थिए नि त। रोल्पालीले नै उद्घोषक गरेको भए हामी स्थानीयहरूलाई अलिकति सहज हुन्थ्यो भन्ने स्थानीय कलाकारदेखि लिएर सबैको भनाइ छ। यो भनाइलाई तपाईँले पूर्ति गर्न सक्नु भएन आयोजकले? अब यस्तो विविध कारणवश यहाँ के हुनेछ भने सबै अब जो कलाकार आउँछ यो चाहिँ उद्घोषक भन्ने होइन। त्यो एउटा जुन मञ्च व्यवस्थापनको साथी हुनुहुन्छ उहाँले यसरी पेलेर यस्तो भा भन्ने कुरा उहाँले गर्नुभयो।
अब त्यही कारण हुनसक्छ तपाईँको सम्झे चाहिँ हो। तपाईँको मेलामा सम्पन्न भइसकेपछि अलिकति लफडा छ भन्ने सुनिन्छ, खास यो के हो सर? लफडा छ छैन होला, होइन कता कतै सुनेको यो भ्रम हो अथवा वास्तविकता के हो? भ्रम हो भनेपछि लफडा छैन, त्यस्तो लफडा छैन। हुन्छ, हामीलाई अमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। मैले सोध्न छुटाएका र तपाईँले भन्न चाहनु भएको केही कुराहरू छ भने संक्षेपमा राख्न सक्छु। होइन ल, धन्यवाद छ रेडियो जलजला एफएम। यो हाम्रो आवाजलाई मधुर स्वरमा हजुरले प्रत्येक ठाउँमा जिल्लाका कुना कन्दरामा, देशका कुना कन्दरामा पुर्याउनु भएको छ। त्यसै गरी त्यसमा पनि आज हाम्रो वीरेन्द्र सर चटक्क पर्नु भएको छ आज, त धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो 2 शब्द राख्नु दिनुभयो। हुन्छ, हामीलाई अमूल्य समय दिनुभयो, मनबहादुर सर, तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार। आदरणीय श्रोता, हामी कार्यक्रम जलजला बहसमा छौँ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? कृपया जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया हामीलाई दिन सक्नुहुन्छ, जसका लागि 97 45 89 36 20 स्टुडियोको नम्बर र 98 644 17 298 मेरो व्यक्तिगत मोबाइल नम्बरमा फोन गरेर सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ। आजको कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई सम्पूर्णलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौँ। आजका अतिथि विशेष गरी साना तथा घरेलु उद्योग महासंघ रोल्पाका वरिष्ठ उपाध्यक्ष मनबहादुर नेपाली सरलाई पनि विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। एकैछिनपछि कार्यक्रम जलजला बहसलाई हामीले प्रोग्राम लोकसारथी युट्युब च्यानलमा अपलोड गर्नेछौँ। च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। नमस्कार।